साथीहरू कसले अप्रिल फुल मनाउनु भयो मैले चाहिँ मनाएँ एकदम गजब भयो र कसले मनाउनु भयो तल कमेन्ट बक्समा कमेन्ट छोडिदिनु होला है। हेलो गाइज वेलकम टु माई मिनी ब्लग। आई होप सबैजना सन्चै हुनुहुन्छ। म नि एकदमै सन्चै छु। हिजोबाट चाहिँ मेरो क्लास छुट्टी भयो नि त, त्यसैले एकदमै म चाहिँ ढिलो उठिरहेको थिएँ कि साथीहरू आज। अनि मलाई चाहिँ उड्दा उड्दै एकदम जागर चलिरहेको थियो कि, त्यही भएर के एकदम गीत बजाएर नाचेँ कि साथीहरू। त्यसपछि नाच्दा नाच्दै धेरै नाच्नु हुँदैन भन्दै म चाहिँ ब्रस र कायो बोकेर बाहिरतिर निस्केँ। बाहिरतिर निस्केको त वेदर त एकदमै बिग्रिरहेको रहेछ। के भएको अझै भोलि काठमाडौँको वेदर एकदम बिग्रिरहेको छ। त्यसपछि म चाहिँ भित्र आएर धुप हाल्न सुरु गरेँ। ढिलो भए पनि के भयो त भन्दै म चाहिँ धुप हाल्न सुरु गरेँ कि साथीहरू। अनि उहाँ चाहिँ मेरो बाबा र म हो। बाबा र मेरो चाहिँ सँगै फोटो खिचेकै छैन कि साथीहरू। यो चाहिँ जोडेर बनाएको फोटो हो। यो चाहिँ मेरो 9, 10तिर पढ्दाको फोटो हो। त्यस बेला म कराते खेल्थेँ नि त साथीहरू, त्यही भएर करातेको ड्रेसको फोटो हो कि। यसरी चाहिँ जुत्ता तल किताब चाहिँ माथि राख्छ भनेर कसले राख्छ भन्नुहुन्छ होला साथीहरू। मैले राख्छु, रिजन चाहिँ मेरो रुम सानो छ त्यसैले मैले यसरी राखेको साथीहरू। अनि हिजो बेलुकाको पानीपुरी थियो, त्यही पानीपुरी मैले चाहिँ बिहान बिहानै खाएँ। खाँदा खाँदै मलाई चाहिँ आज अप्रिल 1 हो भन्ने थाहा भयो साथीहरू। त्यसपछि मैले चाहिँ मेरो साथीहरूलाई प्र्याङ्क गर्न थालेँ। अरू मेरो साथीहरूलाई चाहिँ मैले फोनबाटै प्र्याङ्क गरेँ भने मैले दुईवटा मेरो साथीहरूलाई चाहिँ यतै बोलाएको थिएँ। बिचरा उनीहरू त 2 घन्टाको बाटो हिँडेर आएको थियो कि। म त्यहाँ पुगेपछि त उनीहरूले त मलाई सुनाउनु थाल्यो कि म ओछ्यानमै थिएँ, मुखै नधोइ आएको, ब्रसै नगरी आएको भनेर मलाई अनेक सुनाउन थाले। त्यसपछि त मेरो साथीहरूको माया लाग्यो। म त प्र्याङ्क गरौँ कि नगरौँ भए, त्यही भएर मैले प्र्याङ्क गर्न चाहिँ छोडिनँ। अलि माथि भन्दै मैले अझ माथि लग्दै थिएँ। उनीहरूले चाहिँ हुने भनेर पत्याइरहेको थियो नि त। अनि होइन रहेछ भने तिमीलाई मार्छु म, यत्रो टाइम भइसक्यो भन्यो कि उनीहरूले चाहिँ। त्यसपछि चाहिँ हामी झन् माथि पुगिसक्यौँ। त्यसपछि मैले चाहिँ यहीँ बसौँ भने। त्यसपछि एकदमै मेरो अल्छी साथी चाहिँ बसेर फोन चलाउनु थाल्यो। अर्को चाहिँ उता छिटो बोलाऊ म्यामलाई भनिरहेको थियो। यसले चाहिँ मलाई ढुङ्गाले हान्नु खोज्दै थियो कि छिटो भन म्याम आउने हो कि होइन तैँले ढाँटिस् भनिरहेको थियो यसले चाहिँ। मैले चाहिँ म्याम आउनु आँट्नुभयो एकछिन पर्खिनु भनिरहेको थिएँ। अनि उसले चाहिँ 4 घन्टा भइसक्यो हामी यहाँ बसेको आएको भन्दै थियो। अनि यो चाहिँ मजाले हाँसिरहेको थियो। अर्को साथीलाई मैले नम्बर दिएर कल गर्नुलाई, ऊ साथीले चाहिँ कल गर्दै थियो। त्यसपछि त यिनीहरूले त मलाई त तैँले ढाँटिस् भन्दै यो त रुन थाल्यो। वहाँ गर्दै रुन थालेको। यसले चाहिँ मलाई नमस्ते गर्दै ढाँटेको हो कि होइन भन्न मलाई भनिरहेको थियो। यसपछि चाहिँ मैले अप्रिल फुल भनिदिएँ। त्यसपछि अरू साथीहरू पनि आयो। त्यसपछि हामी चाहिँ बौद्धमा मेला थियो। हामी चाहिँ सबैजना गफ गर्दै मेला हेर्न गयौँ। ठ्याक्कै मेला पनि पुग्यौँ। मेलामा चाहिँ एकदमै धेरै मान्छेहरू आउनुभएको रहेछ। त्यसैले फोटो भिडियो नि बनाउनु पाएन। हामी चाहिँ हराउँछनेर एकदमै हात घाँसी हिँडिरहेको थियौँ। त्यसपछि हामी चाहिँ फर्की गयौँ। रुममा आएर चाहिँ हामीले चाहिँ चटपटे र पानीपुरी बनाएर खाने निर्णय गयौँ। त्यसपछि सामान लिन गयौँ। सामान लिएर आएर हामीले चाहिँ पानीपुरी चाहिँ खाएन, चटपटे मात्र बनाएर खायौँ। चटपटे किनकि चटपटेले हामी अगाइसकेका थियौँ। हामी चाहिँ एकदमै धेरै बोल्ने सबैजना भएर होला। घरमा घरबेटी भएको भए चाहिँ हामीलाई खेद्यो होला, बट हाम्रो घरमा घरबेटी छैन। अर्को घरबेटी बस्ने भएको कारणले हामीलाई चाहिँ त्यस्तो भएन। हामी चाहिँ गम चटपटे खान थाल्यौँ। हामी सबैले चम्चीले खायौँ भने यसले चाहिँ हातले खायो। साथीको खुवाइ चाहिँ खत्रै छ। भन्दै आजलाई यति नै, बाइ बाइ साथीहरू।